साथीहरू म चाहिँ घाँसको भारी काब्रा ल्याएर आएको अनि यसो छिमेकीकामा देखेर आल्चा देखेँ पाकेका अनि राता न राता रहेछन् यसो आल्चा पहाडतिर हुन्छ के खान पाइन्छ नत्र रासायनिक औषधिहरू हाल्नुपर्छ नत्र के नै गर्नुपर्छ पहाड बस्नुको मजा नै बेग्लै हुन्छ इङ्ग्लिसबाट यसले विकास हाल्छ नेपाली भाषाबाट रातो हाल्छ एकदम मिठो छ साथीहरू